राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको प्रत्येक कर्म, रवि लामिछाने गर्नुभएको कर्म वा बालेन शाहले गर्नुभएको कर्म, समग्र रासोपाले गरेको कर्म हामी रासोपाको एउटा सांसद हुनुको नाताले त्यसको जिम्मा लिन्छौँ, त्यसको जिम्मा बोक्छौँ, गर्नुपर्ने कर्म गर्छौँ। कहीँ कतै त्रुटि भएको छ भने सच्याउँछौँ, एउटा कुरा भयो। मैले त्यही सन्दर्भमा भनेको मलाई भन्न दिनु, अब तपाईमा भारतको सीमा नेपालले मिचेको छ भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तपाईको अभिव्यक्ति पनि हो हैन त्यसमा। मैले तपाईलाई के भन्दैछु, मैले अहिले तपाईलाई मैले भनेको जस्तो म पनि त्यो बोर्डर लाइनको एउटा सांसद हुँ हो। त्यहाँ सांसद, त्यो बोर्डरको एउटा सांसद हुँदै गर्दा केही भूमि नेपालले पनि मुछेको छ, केही भूमि भारतले पनि मिचेको छ भन्ने कुरा नेपालले पनि मिचेको छ हैन। तपाईँ यसरी झगडा गर्नुभयो भने त फेरि अब तपाईँ मात्रै बोल्नुहोस्, मलाई त्यो सोध्ने यो गरिरहनु छ। पहिला मेरो कुरा भन्न दिनुहोस्, तपाईँ व्यक्तिगत कुरा नगर्नुहोस्। अब तपाईँले क्वेसन एन्सरको कुरा गर्नुहोस्। म तपाईँलाई यही भन्दैछु, त्यो कसले भनेको? त्यो सशस्त्र प्रहरीले भन्यो। कसले भन्यो? नेपाल प्रहरीले भन्यो। कसले भन्यो? प्रधानमन्त्रीले भनेको। पहिला तपाईँ यति कुरा नगर्नुहोस् न। म तपाईँभन्दा अलि सिनियर पत्रकार भएको हुनाले सुन्नुहोस् पहिला मेरो कुरा पनि। अहिले त तपाईँ जिम्मेवार सांसद हो, अहिले पत्रकार। तपाईँ सुन्नुहुन्न भने त त्यो तपाईँ मात्र कुरा भयो। पहिला सुन्नु न, जवाफ खोज्ने हो भने एउटा कुरा भयो, झगडा गर्ने न अर्को कुरा भयो। मैले तपाईँलाई भन्न खोजेको विषय के हो भने, कसले भने त्यो एकछिन धैर्य गर्नुहोस्। सशस्त्रले भन्यो, प्रहरीले भन्यो, यहाँको सिआइडीले भन्यो, कसले भन्यो, कहिले भन्यो? 2056 सालमा भन्यो। को गृहमन्त्री हुँदा? वामदेव गौतम गृहमन्त्री हुने बेलामा यहाँको सीमा सुरक्षामा खटेका नेपालका सुरक्षा संयन्त्रले आएर गृहमन्त्रीलाई के ब्रिफिङ गरे? यो ठाउँमा, यति ठाउँमा नेपालले तर्फबाट मुछिएको रहेछ, यति ठाउँमा भारतको तर्फबाट मुछिएको रहेछ, यो बारे के गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीले संसदमा उभिएर के भन्नुभयो? म प्रधानमन्त्री भइसकेपछि यो कुरा थाहा पाए भन्न पनि नपाउने, आफ्नो जानकारीमा आएको कुरा सदनलाई जानकारी गराउनु भयो त के गलत गर्नुभयो? तपाईले पनि त्यति बेलै थाहा पाउनु भएन? अनि के त फेरि सबै कुरा चाहिँ सांसद हुने बित्तिकै जति छ त सबै कुरा थाहा हुन्छ र? यो अडानमा तपाईँ कायम हुनुहुन्छ, नेपालले भारतको भूमि मेचेको छ हैन? यतातर्फ कुरा गर्नुहोस्। तपाईँ जस्तै हामी पनि नेपाली हो, तपाईँ जस्तै यो देशको माया हामीलाई पनि छ। यो देशको माया भएरै लडेरै भिडेरै गोली झन्डै बचेर आएको हो यहाँसम्म। हामी देश बचाउनै छ। तपाईँलाई मैले के भन्दैछु भने, प्रधानमन्त्रीले हामीले मिच्यौँ ठिक गऱ्यौँ, उसले मिच्यो ठिक गर्यो भनेको हो भने छलफल गरौँ। प्रधानमन्त्रीले के भन्नुभयो? यो देशमा भएको गतिविधि मैले ब्रिफिङ लिने क्रममा उहाँले सबैसँग ब्रिफिङ लिइरहनु भएको छ। ड्याम ताली बजाएको, टेबल ठोकेकोमा तपाईँलाई पछुतो छैन हैन? किन कसरी पछुतो हुन्छ? मैले फेरि पनि भने त, प्रधानमन्त्रीले यो देशको सिमाना कहाँ कता के भएको छ भन्ने कुरा मलाई जानकारीमा आयो, मलाई जानकारीमा आएको कुरा सदनलाई जानकारी गराए भन्दाखेरि के पछुतो भयो त त्यसमा? छैन हैन?